अनि भगौडाहरू नयाँ। पेशागत जिन्दगीमा पनि तपाईँ असफल भएका मान्छेहरू नयाँ। के नयाँ भने आफ्नो एउटा प्रोफेसनल करियरमा पनि आफ्नो राम्रो पर्फर्मेन्स गर्न नसक्ने भगौडाहरू नयाँ। नयाँ भन्नु जुत्तामा टाउको काम लाउने, टोपी मजा बनाउने हो नयाँ भने? यस्तै मान्छेहरू हामीले नटवर लालहरूलाई हामीले राजनीतिमा भित्रायौँ भने पार्लिमेन्ट बन्दैन, यो सर्कस भन्छ साथी हो। यी खारेज हुन योग्य थिए, खारेज भए। यो अहिले यो सार्वजनिक क्षेत्र मिच्नेहरू यो यही हालत भोग्न योग्य थिए, भोगे। अब परिणाम त बिस्तारै आउँछ, के हुन्छ थाहा छैन। अहिले यो हुनुपर्ने थियो, यति हामी चुनाव हार्नुपर्ने थियो, हार्यौँ, ठिक भइरहेछ। किनकि हामी पनि त हामीलाई पनि त बुद्धि नआउँदो रहेछ नि त। त्यही भएर अहिले जनताले दिएको सबक एकचोटि हामीले राम्ररी हेरौँ, वाच गरौँ, सरकारलाई सपोर्ट गरौँ, राम्रा कुरामा काम गरौँ भनौँ। किनकि उहाँहरू पनि कुनै सपना बोकेर आउनु भएको छ काम गर्न, होइन? कसरी जित्नु, उहाँहरू आफ्ना पनि केही प्लान होलान्। लेट्स सी।